धैर्यता र लगनशीलता भएमा जे पनि सम्भव हुन सक्छ भन्ने उदाहरण बनेको छ नेपाली राष्ट्रिय क्रिकेट टिम। आदरणीय दर्शक महानुभाव नमस्कार अनि स्वागत रहेको छ। भिडियो मन परेमा लाइक र नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि तल कमेन्ट बक्समा सुझाव सल्लाह अवश्य प्रदान अवश्य गर्नुहोला। ऐतिहासिक जित नजिक पुगेको नेपाल टिम 2 रनले पराजित हुन पुगेको छ। लगभग नयाँ इतिहास रचिसकेको नेपाल टिम अन्तिमतिर धर्मराउँदा महत्त्वपूर्ण खेलमा 2 रनले पराजित हुन पुगेको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डको टिमले सुरुवात खासै गर्न सकेन। जस मुन्सी 0 रनमा आउट हुँदा आशा मानिएका ब्रान्डन म्याकलन मात्र 13 बलमा 5 रन बनाएर आउट भएका थिए। त्यसपछि चार्ली टियरले 65 बलमा 68 रनको तुफानी पारी, रिची ब्र्याङ्टनले 114 बलमा 102 रनको शानदार पारी खेल्दै आफ्नो टिमलाई कमब्याक दिलाउन सफल भएका थिए। मध्यक्रममा म्याथ्यू क्रस मात्र 3 रनमा आउट हुँदा मिचेल लिक्सले 96 र मार्क वार्डले 21 रनको तुफानी पारी खेल्दै स्कटल्यान्डको टिमलाई 6 विकेटको क्षतिमा 323 रनसम्म पुर्याएको थियो। बोलिङमा नेपाली बलरहरूको त्यति खासै प्रदर्शन रहन सकेन। सोमपाल कामीले 9 ओभरमा 75 रन खर्चेर एक पनि विकेट चटकाउन सफल भएनन्। करण केसीले 9 ओभरमा 74 रन खर्चिँदा 2 विकेट, ललित राजवंशीले 10 ओभरमा 41 रन खर्चेर 1 विकेट, दिपेन्द्र सिंह अहिले 7 ओभरमा 37 रन खर्चेर महत्त्वपूर्ण 2 विकेट झट्काएका थिए। त्यसपछि 324 रनको ऐतिहासिक र विशाल विजय लक्ष्यका साथ मैदानमा उत्रेको नेपाल टिम सुरुवात भने खासै किसिमको गर्न सकेको थिएन। ओपनर कुशल बुर्तेल 20 बलमा 17 रन बनाएर आउट हुँदा आसिफ शेख मात्र 8 रन बनाएर आउट भएका थिए। त्यसपछि तेस्रो विकेटको रूपमा रोहित कुमार पौडेल मात्र 3 रन बनाएर आउट हुँदा नेपाली टिमले 34 रनमा महत्त्वपूर्ण 3 विकेट गुमाइसकेको थियो। मध्यक्रममा भीम सार्की र आरिफ शेखले उत्कृष्ट किसिमको पारीलाई सम्हाल्न सफल भएका थिए, जहाँ भीम सार्कीले 85 बलमा 73 रनको योगदान गर्दा 8 चौकाको शानदार पारी समेत खेल्न सफल भएका थिए। आसिफ शेखले 55 बलमा 5 चौका प्रहार गर्दै 39 रनको नेपाली टिमका लागि शानदार योगदान गर्दै मध्यक्रममा दबावमा परिराखेको नेपाली टिमलाई उकास्न सफल भएका थिए। गुलसन झाले क्रमशः 13 बलमा 11 रन प्रहार गर्दा मध्यक्रमतिर दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीको शतकीय साझेदारी समेत हामीले देख्न पाएका थियौं, जहाँ दिपेन्द्र सिंह ऐरीले 51 बलमा 56 रन प्रहार गर्दा सोमपाल कामीले 44 बलमा 3 चौका र 4 छक्काको मद्दतले 67 रन बनाउन सफल भएका थिए। 46औं र 47औं ओभरमा नेपाल टिमले क्रमशः दिपेन्द्र र सोमपाललाई गुमाएको थियो। अन्तिम ओभरमा नेपाल टिमलाई जितका लागि 6 बलमा 7 रनको आवश्यकता पर्दा करण केसीले सम्हालिदो पारी खेल्न नसक्दा नेपाल टिम पराजित हुन पुग्यो। अन्तिमतिर 1 बलमा 3 रनको आवश्यकता पर्दा ललित राजवंशी बोल्ड आउट भएसँगै नेपाल टिमले जितेको खेल र ओडिआईमा इतिहास बनाउने अवसर भने गुमाउन पुगेको छ। महत्त्वपूर्ण जित्नै पर्ने दबावमूलक खेलमा मात्र 2 रनको पराजयसँगै नेपाल टिम पोइन्ट टेबलको 7औं स्थानमा रहेको छ। उता स्कटल्यान्डको टिम लगातार जितसँगै पोइन्ट टेबलमा अव्वल साबित हुँदैछ। नेपाल टिमले अब अन्तिम खेल नेदरल्यान्डसँग खेल्न बाँकी रहेको छ। आगामी खेलमा यी गल्तीहरूलाई सुधार गरोस् र जितको शुभकामना समेत रहेको छ। आजको खेल नेपाल टिम कहाँनिर चुकाउन पुग्यो त्यो सम्बन्धी पनि आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला।